चाहिँ कस्तो होस् भनेर यहाँ लेखिएको छ। सबै विवाह चाहिँ आदरणीय होस्, ओछ्यान नबिटुलियोस्, किनकि व्यभिचारहरू जारी गर्नेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ। यहाँनिर विवाह हाम्रो धेरै किसिमको हुन्छ अनि यहाँ सुन्नुहोस् है, सबै विवाह चाहिँ आदरणीय होस्। यो चाहिँ एउटा सल्लाह। यहाँ हेर्नुहोस् है, मैले अघि भनिसकेँ, एउटा सल्लाह मण्डलीलाई के हो, सबै विवाह चाहिँ, अघि यो मात्रै विवाह भनेको छैन, तर सबै विवाह चाहिँ के होस् अरे, आदरणीय होस्। अनि आदरणीय विवाह चाहिँ काम गर्न सक्छ भन्दाखेरि चाहिँ जसले हामीलाई बनाउन सक्नुहुन्छ, हामीलाई जीवन दिन सक्नुहुन्छ अनि हामीलाई न्याय दिन सक्नुहुन्छ, हामीलाई हाम्रो मुखको स्वीकार र हृदयको विश्वासले अनन्त जीवन दिन सक्नुहुन्छ, जसले हामीले विश्वास नगरेको अविश्वासी भएको कारणमा हामीलाई नरककुण्डमा पनि पठाउन सक्छ। उहाँ जिउँदो परमेश्वर हुनुहुन्छ अनि उहाँले के सल्लाह दिन्छ भन्दाखेरि चाहिँ सबै विवाह चाहिँ के होस् अरे, सबैले भन्नुहोस्, सबै विवाह चाहिँ के होस् अरे, आदरणीय होस्, होइन, आदरणीय होस्। अनि अर्को यो चाहिँ चेतावनी, यो चाहिँ अर्को के छ भन्दाखेरि, अर्को चाहिँ चेतावनी चाहिँ के रहेछ भन्दाखेरि चाहिँ ओछ्यान नबिटुलियोस् भनेको चाहिँ ओछ्यान चाहिँ नबिग्रोस्, कि त्यो ओछ्यान चाहिँ पवित्र होस्। यहाँ व्यभिचार गर्नेहरू र जारी गर्नेहरूलाई चाहिँ परमेश्वरले इन्साफ गर्नुहुन्छ। अनि यो हिब्रूको पुस्तक लेख्ने व्यक्तिले पवित्र आत्माको प्रेरणाद्वारा भविष्यमा विश्वासी परिवार, मण्डली परिवार चाहिँ यसरी परमेश्वरको अघि एउटा आदरणीय तरिकाले विवाह गरोस् भनेर सल्लाह अनि चेतावनी दिनुभएको हो।